चाहिँ हामी रुम जाँदैछौँ. Then get ready for birthday party tonight. आज हामी मार्केटमा यसो हल्का सपिङ. चाहिँ मार्केटमा यो केटीले के हेर्दैछ थाहा छैन हो, के किन्छ कि किन्दैन. केकको भेराइटीहरू यति धेरै रहेछ हो. अब हामीले कुन केक लान्छौँ होला. व्हाइट फरेस्ट त छैन, अब यो चक्लेटवाला लानुपर्छ होला. हनी केक हो के? यस, सबै किन्ने हो र मलाई हो. त्यस्तै लाग्छ मलाई. के भयो अरे? स्यालेरी आएको छ, सबै किनिन्छ. लु एउटा पिस ल, सबै एउटा ल. ओके छ त. ओके, 1000ले पुग्दैन नभएको पनि. म्याक्सिमम 3000 मेरो स्यालेरी. अब चाहिँ हामी दिँदै गरेको अवस्था. मैंने पायल है छनकाई, अब तू आजा. अब चाहिँ बर्थडेमा हिँडेको. हामी चाहिँ फाइनली गाइस बर्थडेमा हिँडेको. सोल्टिनी त घोप्टी राखेर नि फेरि. घोप्टी नि हेर्नु न. अनि उही फेरि मेरो पुरा आएन. ल ओपन गर्नु. फुलै भइसकेको. जुम गरेको हो. अब हटा न फुल चाहिँ. बिजुली बालेर हट भएर ब्युटी भएर हामी कता हिँडेको रे? हामी गरेस गएको. यो चाहिँ अबुधाबीको नजारा. यस सोल्टिनी. गाइस फाइनली हामी चाहिँ बल्ल बल्ल कर्नेसमा 9 डाँडा काटेर हामी बल्ल बल्ल पुग्यौँ है. कर्नेश बल्ल बल्ल हामी आफ्नो गन्तव्यमा आइपुग्यौँ हो. हस्याङ र पस्याङ हुँदै यता यो घोप्टेको गर्छ. अब यसो बर्थडेमा बेलुनहरू फुलाउनु पर्यो, बेलुन पड्काउनु पर्यो, रमाइलो गर्नु पर्यो भनेर अब यसो बेलुनहरू फुलाउनु थालेको हो. फुलाउनु नसकेर आमा कति साह्रो परेको होइन हौ. सासै निक्लेला जस्तो भइरहेको थियो. अनि फेरि केटीहरू जिस्किँदै हल्का हो, म पनि बिबिचमा हल्का उनीहरूलाई जिस्काउँदै रमाइलो गर्दै गरेको. अनि फेरि हो भङ्गिरी त आमा कुराउटी नि. आज दिनभरि के भयो ड्युटीमा, यस्तो भयो उस्तो भयो, दिदीले यस्तो गर्नुभयो उस्तो गर्नुभयो हेनतेन भनेर पुरा है. म पनि बिबिचमा दिदी चाहिँ यसो एक्टिङ गर्दै हो. पनि उसको फेरि सकेको छैन नि, उसको त फेरि गोइङ हो नि त. अनि त्यही यो भयो त्यो भयो भनेर पुरा सुनाइरहेछ क्या. अनि त्यस्तो गर्दै जस बेलुन चाहिँ बल्ल बल्ल फुलाइसक्यौँ हो हामीले. उसको त फेरि अझै सकेको छैन. आमामा अझै सकेको छैन कुराहरू.
यो चाहिँ गाइस अब हाम्रो खलास भएको अवस्था। मेरो जुत्ताको बेइज्जत भयो यो। ओत्तै परेर हेरिरहेछ, के हेरेको पनि थाहा छैन हो। बढाल्दैछ यो मान्छेलाई काहीँ फोहोर भयो भने बढाल्नु बोलाउनु है, यो मान्छेलाई सम्पर्क गर्नु होला। यो चाहिँ म हो, झिलिक र मिलिक भएर आमा पुरै बर्थडे त खतरा रमाइलो भयो। अब चाहिँ सबै बर्थडे सड्डे सकेर खाइपी भइसकेर अब सरसफाइ गर्नु पऱ्यो नि। फेरि यो त युए हो मारिहाल्छ, त्यही भएर सफा सबैजना मिलेर सफा गर्दै मैलाहरू पोको पार्दै साइड लाउँदै सबै सामानहरू थन्काउँदै हामी हो 4 जना भएर, कोही भुइँ सफा गर्ने, कोही कता सफा गर्ने हो सबैजना। कोही चाहिँ फेरि माथि चढेर उसको खुट्टा मैला हेरिरहेछ। अचम्मको छ मान्छेहरू पनि हो, कोही सफा गर्ने, कोही चाहिँ हेर बिचमा चढेर, कोही चाहिँ बिचमा नाचिरहेछ। म चाहिँ फेरि मेरो स्यान्डल सफा गर्दै हो, नयाँ स्यान्डल भन्दै। सबैजना सफा गरिसक्यो, फेरि रेड बुल रहेछ, अनि त्यो लिएर अब चाहिँ सबै भएर अब चाहिँ हामी सफा सकेर अब हिँड्नु आँटेको। हाम्रो चाहिँ आजको कार्यक्रम फिनिस भएर अब चाहिँ हामी चल पडे, हम तो चल पडे। उलाला उलाला हामी चाहिँ अब ट्याक्सीको वेटिङमा हो। यी रातिको 3 बज्नु आँटेको छ। यस्तो हालत भएको छ हो भङ्गेरीको, सबको हालत पतला छ। हालत खराब हे, हाम्रो हालत खराब भएको छ। ट्याक्सी आएको छैन, ट्याक्सी छैन, सब बिजी ट्याक्सी छैन। जुत्ताले खुट्टा दुखेर खाली खुट्टै। आशाको किरण देखिएको छ साथीभाइ हो। अब ट्याक्सी आउनु आँटेको छ है। यस न उतै गयो।